यहाँ चाहिँ हाम्रो लकन्ती हेरे नि त यहाँ हाम्रो बेहुली ल आज चाहिँ दिदीहरू आउँछ म चाहिँ यहीँ पापा फ्राई गर्नु आँटेको छु यहाँ हाम्रो के पाक्यो तपाईँहरूले देखाउँछु यहाँ छ खुट्टा पकेटाको अचार हो चिकन हाम्रो चाहिँ यहाँ काका फिक्स प्याज लसुन छिल्नु हुँदैछ हाम्रो काका ल यता हेर्नु त काका अघिदेखिको बिचरा काका चाहिँ यहीँ फिक्स हुनुहुन्छ काका फ्राई गर्दैछु सुँगुरको मासु बनाउँदैछु यहाँ हाम्रो भाउजू आउनु भएको छ हो यहाँ भदाई खोइ हेलो भनेको यहाँ चाहिँ हाम्रो सब्जी पाक्दैछ हो मिक्स भेज यहाँ चाहिँ हाम्रो मासु पाक्नु आँट्यो मिक्स भेज हो यो चाहिँ यो पनि पाक्यो यो चाहिँ कति गोर्खे अचार खानु भनेर आज चाहिँ मैले धनियाँ हालेर अचार बनाएको छु हो गोर्खे अचारले चाहिँ सबैजना लक्क भएर नि त बेसी खाएर यहाँ चाहिँ हाम्रो लकन्ती हेरे नि त यहाँ हाम्रो बेहुली ल यहाँ हाम्रो भेना चाहिँ यहाँ हुनुहुन्छ हो गाडी नै त हेर्दै त आइज न ए के दिएको नि तिनीहरू सक्दिनस् बहिनी ले म दिन्छु ले सोनाले त कस्तो अँधेरो पो देख्यो त हुने वेलकम वेलकम यसरी चाहिँ नाङ्लोमा सजाएर लग्नुपर्ने रहेछ हाम्रो नयाँ भिडियो चलाएको हजुर फोटो खिच्नु फोटो खिच्नु गर्नु तपाईँ ल कारबाही देर गर्ने हैन तपाईले खिच्नु भयो हजुर यता 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 खिच्नु निकै छ हजुर छेमामै मैले बडा बडाहरु बडा बडी ढोक्नु भयो त पुपाले म त क्या ढोक्न म त पर्दैन मैले अघि ढोकेको यहाँ चाहिँ हाम्रो दिदीलाई अब सिर उठाउँदैछ हाम्रो सिर उठाउने मान्छेलाई दिदी ढोक्नु त पर्यो अब यो गरेपछि टाउकोमा रुमाल राखेर छिटो लासले भुटुक के हुन्छ यस्तैको चाहिँ हुनु पर्यो दादा हाम्रो चाहिँ हाम्रो खाना खानुहुँदैछ ल दिदी यता हेर्दा सोनाली यहाँ भेनाजीले खानुहुँदैछ यहाँ दादा यहाँ अङ्कल हाम्रो चाहिँ अब जाने बेला पनि भयो दिदीको यहाँ कोसेलीहरू के हो रेडी के पठाइदिनु पर्ने अरे हो सबै कुरो हालिदिएको छ बनाएर यहीँ ब्यागहरू जानु आँटेको छ हो रेडी हुँदैछ चुरा लाउँदैछ अब कहिले आउने अरे ल चुरा लगाएर त हेर त यहाँ अब सब रेडी भयो अब जान्छे फेरि अब चाहिँ निस्क्यो है हाम्रो बेहुली अब जान्छ अब जान त्यो ढोक्नु हुँदैन के भन्छ ढोक्नु हुँदैन भन्दा म त ढोक्दिनँ है अङ्कल ल अब कहिले आउनुहुन्छ अरे ल यता हेरिदिनु नि त अन्त ल छिटो हाम्रो यहाँ फुपू पनि जानु आँट्नु भएको छ अब लकान्ती कहिले आउनु नि अब रुन टिस्का फेरि ल फुपू पनि अब बाई हजुर हुन्छ बाई
जानुभयो अब